युट्युबमा नयाँ खालको फिचर आएको छ अहिले, इन्भाइट कोलाबोरेटर। यो इन्भाइट कोलाबोरेटर तपाईँहरूले लङ भिडियो वा सर्ट भिडियो पोस्ट गर्दा तपाईँहरूले यो फिचर अहिले नयाँ फिचर तपाईँले देख्न सक्नुहुन्छ। तपाईँहरूले युट्युबबाट भिडियो पोस्ट गर्दा वा पोस्ट गरेको भिडियोलाई YT स्टुडियोबाट वा युट्युबबाट तपाईँहरूले एडिटिङमा जाँदा यो फिचर तपाईँहरूले देख्न सक्नुहुन्छ। यो फिचर कसरी प्रयोग गर्ने र यो फिचरको प्रयोग गरेर तपाईँको च्यानल कसरी ग्रो गर्ने र तपाईँको भिडियोमा भ्युज कसरी ल्याउने भनेर सबै कुरा बताउने छु। भिडियोलाई अन्तिमसम्म हेर्दै जानुहोला। यो फिचर प्रयोग गरेर तपाईँहरू आफ्नो च्यानलको कुनै पनि भिडियोलाई सेकेन्ड अर्को ठुलो वा सानो च्यानललाई इन्भाइट कोलाबोरेटर गरेर आफ्नो भिडियोलाई अर्को च्यानल मार्फत देखाउन सक्नुहुन्छ। यदि तपाईँले आफ्नोभन्दा ठुलो च्यानललाई कुनै पनि भिडियोबाट तपाईँको च्यानलको कुनै पनि भिडियोबाट तपाईँले इन्भाइट कोलाबोरेटर गर्नुभयो र त्यो ठुलो च्यानलले तपाईँको इन्भाइट एक्सेप्ट गर्यो भने तपाईँको भिडियो त्यो ठुलो च्यानलमा पोस्ट गरे जत्तिकै हुन्छ। यसले तपाईँको च्यानलमा नभएको भ्युवर अर्थात् तपाईँले इन्भाइट कोलाबोरेटरको लागि इन्भाइट गरेको च्यानलमा भएको भ्युवरहरूलाई तपाईँको भिडियो सजेसन गराउन एकदमै मद्दत गर्दछ, जसले तपाईँको भिडियोमा भ्युज आउन सक्ने सम्भावना एकदमै बढी हुन्छ। तपाईँहरूले यो फिचरमा तपाईँहरूले ट्याप गर्नुभयो भने सबैभन्दा माथि सर्च फर अ च्यानल देख्न सक्नुहुन्छ। त्यसपछि तलतिरपट्टि रहेको छ युआर इन कन्ट्रोल भनेको छ। युआर इन कन्ट्रोल भनेको तपाईँको भिडियो तपाईँले मात्र चेन्ज गर्न सक्नुहुन्छ। यसको भनेको मतलब तपाईँले इन्भाइट अफ कोलाबोरेटर गर्नुभयो, तपाईँले त्यो भिडियो तपाईँले मात्र चेन्ज गर्न सक्नुहुन्छ। तपाईँले इन्भाइट अफ कोलाबोरेटर गरेको च्यानलले चाहिँ तपाईँको भिडियोलाई चाहिँ चेन्ज गर्न सक्दैन। त्यसपछि एक्सप्यान्डेड रिच भनेको छ। यसको भनेको मतलब यो फिचरले के भन्छ भने हामी तपाईँको भिडियोलाई बढीभन्दा बढी दर्शक सामु पुर्याउन मद्दत गर्नेछौँ भन्छ, होइन। त्यसपछि फुल ओनरसिप रहेको छ। फुल ओनरसिपले के भन्छ भने तपाईँले भिडियोबाट हुने आम्दानी र भ्युज र वाच टाइम सबै तपाईँकै हुनेछ भनेर भन्छ। यो फिचर प्रयोग गर्नको लागि तपाईँहरूले सर्चमा गएर तपाईँले इन्भाइट गर्न चाहेको च्यानलको नाम वा ह्यान्डल नेम टाइप गर्नुहोला। टाइप गरिसकेपछि सर्च गर्नुहोला। सर्च गरिसकेपछि तपाईँले सर्च गरेको च्यानल आउँछ, त्यहाँ ट्याप गर्नुहोला। गरिसकेपछि यस्तो खालको इन्टरफेस आउँछ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ अलाउ एनालाइटिक भ्युइङ भनेको छ। यो चाहिँ तपाईँको अफ हुन्छ। तपाईँले यदि अन गर्न चाह्यो भने तपाईँले अन पनि गर्न सक्नुहुन्छ। यो अप्सनलाई अन गरेपछि तपाईँले इन्भाइट अफ कोलाबोरेटरको लागि जसलाई इन्भाइट गर्नुभएको छ उसले तपाईँको एनालाइटिक पनि हेर्न सक्छ। त्यसपछि क्रिएट अ लिङ्कमा ट्याप गर्नुहोला। गरिसकेपछि त्यो लिङ्कलाई त्यहाँबाट तपाईँले कपी वा सेयरमा गएर तपाईँले सेयर गर्न चाहेको व्यक्तिलाई सिधै तपाईँले लिङ्क पनि सेयर गर्न सक्नुहुन्छ भने तपाईँले त्यहाँबाट सेयरबाट गएर तपाईँहरूले वाट्सएप वा फेसबुकमा गएर यो लिङ्क सेयर गर्न सक्नुहुन्छ। सेयर गरिसकेपछि तपाईँले सेयर गरेको व्यक्तिलाई त्यो लिङ्क पुगिसकेपछि त्यो लिङ्कमा ट्याप गर्यो भने कुन च्यानलबाट कोलाबोरेटरको लागि रिक्वेस्ट आएको भनेर देखाउँछ। यदि त्यो व्यक्तिले त्यो च्यानलले त्यो रिक्वेस्ट एक्सेप्ट गर्यो भने तपाईँको त्यो भिडियो दुवै च्यानलमा पोस्ट गरे जत्तिकै हुन्छ। आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो? जस्ताको त्यस्तै प्रतिक्रिया दिन नबिर्सिनु होला। च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला, किनकि म यस्तै खालको भिडियोहरू लिएर आउने गर्दछु।